सनराइज क्विज कन्टेस्ट 2081। प्रायोजक शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला धनगढी कैलाली। सहप्रायोजक सबैको हात हातमा मोबाइल छ साथमा निहारीका मोबाइल शप धनगढी कैलाली। आनन्दको यात्रा पश्चिम स्टार यातायात प्रणाली धनगढी कैलाली। हर हर गोठालो घर घर गोठालो गोठालो धनगढी कैलाली। पढाइसँगको गहिरो नाता साइनो एजुकेसन धनगढी कैलाली। सुखमय यात्रा देव यातायात प्रणाली धनगढी कैलाली। अ कम्प्लिट एचडी भिडियो एन्ड फोटो स्टुडियो नेहा स्टुडियो धनगढी कैलाली। सुदूरपश्चिमको पुरानो र पृथक नृत्य पाठशाला दीप भिजन फिल्म एन्ड आर्ट एकाडेमी धनगढी कैलाली। अ कम्प्लिट फेसन कलेक्सन हाउस यादव फेन्सी स्टोर धनगढी कैलाली। यहाँहरू सबैमा हार्दिक नमस्कार। म प्रेम विवर्सन। बौद्धिकताको रजत महोत्सव सनराइज क्विज कन्टेस्ट 2081 मा हामी छौँ। यतिखेर विभिन्न पालिकाहरूको पालिका अडिसन सम्पन्न गरिसकेका छौँ भने आज हामी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको नगर अडिसनलाई सम्पादन गर्दैछौँ। यसका लागि हामीले भीमदत्त नगरपालिकाको नगरसभाको हलमा यो अडिसन सम्पादन गर्नका लागि अनुमति पाए पश्चात आज यो फागुन 1 गतेका दिन नगर अडिसन अगाडि बढ्दैछ। त आउनुहोस् सर्वप्रथम यस नगरका विभिन्न संस्थागत र सामुदायिक विद्यालयबाट सहभागी सबै विद्यार्थी प्रतियोगीहरूलाई जोरदार तालीसहित स्वागत गर्दछौँ। स्वागतम। त आउनुहोस् यो भीमदत्त नगरपालिकाको नगर अडिसनमा पहिलो चरणको अडिसनमा 3 वटा विद्यालयहरू मसँग सहभागी हुनुहुन्छ, जसमा श्री भुवनेश्वरी विद्या मन्दिर, श्री महेन्द्र नगर माध्यमिक विद्यालय र इन्टरनेसनल पब्लिक स्कुल समूह ए को 3 वटा समूहहरू हुनुहुन्छ। आउनुहोस् अब भने विलम्ब नगरिकन 3 वटा सहभागी प्रतियोगी समूहहरू मध्ये म सर्वप्रथम श्री भुवनेश्वरी विद्या मन्दिरलाई आजको पहिलो सवाल प्रस्तुत गर्दैछु र हामी आशा गर्छौँ सही जवाफ दिनुहोला। सही जवाफ दिनका लागि यहाँहरू सबैमा हाम्रो शुभेच्छा छ र सही उत्तर आएको खण्डमा जोरदार ताली बजाउँछौँ हामी, अन्यथा सुन्छौँ र सबै सहभागीहरूको ज्ञानका लागि हामी सुनेर साथ दिन्छौँ। यतिखेर भने अबको समय सुरु हुँदैछ। भुवनेश्वरी विद्या मन्दिरलाई पहिलो सवाल प्रस्तुत गर्दैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। रगतको पीएच मान कति हुन्छ? 7.35। भुवनेश्वरीबाट 7.35 जवाफ आएको छ। सही जवाफ प्राप्त भएको छ। अबको सवालका लागि तयार हुनुहोस्। श्री महेन्द्र माध्यमिक विद्यालय, कृपया सवाल नम्बर 1 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोस्। कर्णाली प्रदेशमा कति जिल्ला रहेका छन्? 12 वटा। कर्णाली प्रदेशमा कतिवटा जिल्ला रहेका छन्? यो सवाल श्री महेन्द्र नगर माध्यमिक विद्यालय थियो। उहाँहरूले सवालको जवाफमा 12 वटा भन्नुभएको छ। यो जवाफ सही हुन सकेन। यसको सही जवाफ हो 10 वटा। त्यसपछि पालो आएको छ इन्टरनेसनल पब्लिक स्कुलको। कृपया पहिलो सवाल ध्यान दिएर सुन्नुहोस्। बुध ग्रहको कतिवटा उपग्रह छन्? 88। त्यतिखेर इन्टरनेसनल पब्लिक स्कुललाई सवाल थियो बुध ग्रहका कतिवटा उपग्रह छन्? यो सवालको जवाब उहाँहरूले 88 वटा भन्नुभएको छ। यो जवाब सही होइन। यसको सही जवाफ हो 0 यानी कि 0 वटा, जसको उपग्रह नै छैन। यसपछि म श्री भुवनेश्वरी विद्या मन्दिरलाई दोस्रो सवाल प्रस्तुत गर्दैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालमा 7 वटा प्रदेश छन्। 7 वटा प्रदेशमा जम्मा प्रदेश सभा सदस्य कतिजना छन्? 165। 165 जना। श्री भुवनेश्वरी विद्या मन्दिरलाई सोधेको सवाल, नेपालमा 7 वटै प्रदेशमा कतिजना प्रदेश सभा सदस्य हुनुहुन्छ?
यसको जवाफ 165 आएको छ। यो जवाफ सही होइन। यसको सही जवाफ हो जम्मा 550 जना। दोस्रो सवालका लागि श्री महेन्द्र नगर माध्यमिक विद्यालयलाई अबको सवाल यस प्रकार छ, कृपया ध्यान दिएर सुन्नुहोस्। राष्ट्रिय सभामा कति जना सदस्य हुन्छन्? 59 वटा सदस्य। यतिखेर श्री महेन्द्र माध्यमिक विद्यालयलाई सवाल, राष्ट्रिय सभामा कतिजना सदस्य हुनुहुन्छ या रहने व्यवस्था छ, अहिले हुनुहुन्छ? यसको सही जवाब प्राप्त भएको छ, तर वटा नभन्नुहोस्, जना भन्नुहोस् है। तेस्रो सवालका लागि इन्टरनेसनल पब्लिक स्कुलसँग जाँदैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधान 2072 अनुसार स्थानीय तहलाई कतिवटा कामको एकल अधिकार दिएको छ? 7 वटा। 7 वटा। त नेपालको संविधान 2072 अनुसार स्थानीय तहलाई कतिवटा कामको एकल अधिकार दिएको छ? यसको जवाब इन्टरनेसनल पब्लिकबाट 7 वटा आएको छ। यो जवाब सही हुन सकेन। यसको सही जवाब हो 22 वटा। श्री भुवनेश्वरी विद्या मन्दिरको पालो छ, कृपया ध्यान दिएर सुन्नुहोस्। अबको तेस्रो सवाल, नेपालको संविधानमा समानताको हक कुन धारामा उल्लेख छ? 3700। त नेपालको संविधानमा समानताको हक कुन धारामा उल्लेख छ? भुवनेश्वरी विद्या मन्दिरबाट 37 जवाब आएको छ। यो जवाब सही हुन सकेन। यसको सही जवाब हो धारा 18 मा। श्री महेन्द्र नगर माध्यमिक विद्यालयसँग जाँदैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधानमा छुवाछुत तथा भेदभाव विरुद्धको हक कुन धारामा उल्लेख छ? धारा 24। श्री महेन्द्र माविबाट नेपालको संविधानमा छुवाछुत तथा भेदभाव विरुद्धको हक कुन धारामा उल्लेख छ? यसको सही जवाब प्राप्त भएको छ। धेरै धेरै बधाई छ महेन्द्र नगर माध्यमिक विद्यालयलाई। इन्टरनेसनल पब्लिकलाई जवाबको पालो, कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधानमा यातना विरुद्धको हक कुन धारामा उल्लेख छ? 37। नेपालको संविधानमा यातना विरुद्धको हक कुन धारामा उल्लेख छ? पब्लिक इन्टरनेसनल पब्लिकबाट धारा 37 उत्तर आएको छ। यो उत्तर सही हुन सकेन। यसको सही उत्तर रहेको छ यातना विरुद्धको हक धारा 22 मा उल्लेख छ। पालो आएको छ भुवनेश्वरी विद्या मन्दिरको, कृपया ध्यान दिएर सुन्नुहोस्। WAN को पूरा रूप के हो? वाइड एरिया नेटवर्क। वाइड एरिया नेटवर्क। बधाई छ। WAN को प्रारूप भुवनेश्वरीले सही जवाब दिनुभएको छ। महेन्द्रनगर माध्यमिकसँग कृपया सवाल यस प्रकार रहेको छ, गोपाल वंशका पहिलो राजा को हुन्? किङ भुक्तमान। गोपाल वंशका पहिलो राजा को हुन्? यो सवाल महेन्द्र माध्यमिक विद्यालयलाई थियो। सही जवाब प्राप्त भएको छ, राजा भुक्तमान हुनुहुन्थ्यो। महेन्द्रनगरलाई बधाई छ। अब म इन्टरनेसनल पब्लिक स्कुललाई अबको चौथो सवालका लागि जाँदैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। रेडियो नेपालको स्थापना कहिले भएको हो? 2007 साल चैत्र महिना 27 गते। रेडियो नेपालको स्थापना कहिले भएको हो? यो सवाल इन्टरनेसनल पब्लिकलाई थियो, त्यसको सही जवाब मिल्न सकेन। यसको सही जवाब हो विक्रम सम्वत 2007 साल चैत्र 20 गते। अबको पाँचौं सवाल, अन्तिम दोस्रो सवालका लागि श्री भुवनेश्वरी विद्या मन्दिरसँग जाँदैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। NPL T20 लीग प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको नाम के हो? करण केसी। सही जवाब प्राप्त भएन भुवनेश्वरीबाट। यसको सही जवाब हो ललित राजवंशी।
महेन्द्र माविसँग जाँदैछु, कृपया ध्यान दिएर सुन्नुहोस्। अबको सवाल, LAN को पूरा रूप के हो? लोकल एरिया नेटवर्क। बधाई छ, लोकल एरिया नेटवर्क रहेको छ। सही जवाब प्राप्त भएको छ। यसपछि पालो आएको छ इन्टरनेसनल पब्लिकको। कृपया सवाल यस प्रकार रहेको छ, नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? चितवन राष्ट्रिय निकुञ्ज। बधाई छ। यतिखेर श्री भुवनेश्वरी विद्या मन्दिरलाई अन्तिम सवाल यस प्रकार रहेको छ, कृपया सुन्नुहोला। नेपालको एकमात्र वन्यजन्तु आरक्षको नाम के हो? कोसीटप्पू। बधाई छ, कोसीटप्पू वन्यजन्तु आरक्ष। यसपछि अन्तिम सवाल श्री इन्टरनेसनल पब्लिक स्कुललाई सवाल यस प्रकार रहेको छ, कृपया ध्यान दिएर सुन्नुहोस्। जति पकाउँदा पनि भिटामिन नष्ट नहुने तरकारी के हो? रायो। इन्टरनेसनल पब्लिकलाई जति पकाउँदा पनि भिटामिन नष्ट नहुने तरकारी कुन हो? यसको जवाब सही आउन सकेन। यसको सही जवाब हो गोलभेडा। दोस्रो चरणमा प्रवेश गर्न सफल कुल 6 वटा सवालबाट 4 वटा सवालको सही जवाब प्रदान गर्ने श्री महेन्द्रनगर माध्यमिक विद्यालय धेरै धेरै बधाई छ र दोस्रो चरणका लागि स्वागत पनि छ। त्यसैगरी श्री भुवनेश्वरी विद्या मन्दिर जसले 6 वटा सवालबाट 3 सवालको सही जवाब दिनुभएको छ, यहाँलाई पनि धेरै धेरै स्वागत छ। र इन्टरनेसनल पब्लिकलाई अझै धेरै शुभकामना। अध्ययन गर्नुहोस्, यहाँहरूले मिलाउनु भएको उत्तरहरू अझै जारी रहून्, पढ्ने गर्नुहोस्। यहाँहरूलाई शुभकामना भन्दै अबको केही बेरमा हामी दोस्रो चरणमा 2 वटा विद्यालयलाई निम्त्याउनेछौँ। ताउनुहोस्, हामी यतिखेर छोटो ब्रेकमा जाँदैछौँ। ब्रेक पश्चात पुनः आउँछौँ दोस्रो चरण लिएर। यहाँहरू हेर्दै गर्नुहोस् सनराइज टेलिभिजन, सूचनासँग सधैँ नजिक। प्रायोजक शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला धनगढी कैलाली। सह प्रायोजक सबैको हात हातमा मोबाइल छ साथमा, नियारीका मोबाइल सप धनगढी कैलाली। आनन्दको यात्रा पश्चिम स्टार यातायात प्रणाली धनगढी कैलाली। हर हर गोठालो, घर घर गोठालो, गोठालो धनगढी कैलाली। पढाइसँगको गहिरो नाता साइनो एजुकेसन धनगढी कैलाली। सुखमय यात्रा देव यातायात प्रणाली धनगढी कैलाली। अ कम्प्लिट HD भिडियो एन्ड फोटो स्टुडियो नेहा स्टुडियो धनगढी कैलाली। सुदूरपश्चिमको पुरानो र पृथक नृत्य पाठशाला दीप भिजन फिल्म एन्ड आर्ट एकाडेमी धनगढी कैलाली। अ कम्प्लिट फेसन कलेक्सन हाउस यादव फेन्सी स्टोर धनगढी कैलाली। ब्रेक पश्चात फेरि पनि स्वागत छ। बौद्धिकताको रजत महोत्सव सनराइज क्विज कन्टेस्ट 2081 मा आज हामी कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाको नगर एडिसनलाई सम्पादन गर्दैछौँ। यसका लागि नगर एडिसनको पहिलो चरणमा पुनः मसँग 3 वटा प्रतियोगी विद्यालयका समूहहरू हुनुहुन्छ, जसमा इन्टरनेसनल पब्लिक स्कुल, सिद्धनाथ माध्यमिक विद्यालय र बैजनाथ माध्यमिक विद्यालय गरेर 3 वटा विद्यालयहरूको प्रतियोगिता अगाडि बढ्दैछ। ताउनुहोस्, अब भने सोही श्रृङ्खला, सोही समय र सबै एउटै पद्धतिमा यो प्रतियोगिता अगाडि बढ्दैछ। पहिलो सवालको जवाफ दिने पालो आउँछ सिद्धनाथ माध्यमिक विद्यालय। श्री सिद्धनाथलाई पहिलो सवालको जवाफका लागि अनुरोध गर्दछु। जेठी बहुरानी हिमाल कुन जिल्लामा पर्दछ? दार्चुला। जेठी बहुरानी हिमाल कुन जिल्लामा पर्दछ? सवाल श्री सिद्धनाथ माध्यमिक विद्यालयबाट सही सवालको जवाफ आउन सकेन, त यसको सही जवाफ हो बझाङ जिल्ला। त्यसपछिको पालोमा इन्टरनेसनलले जवाफ दिनका लागि तयार हुनुहोस्। कृपया इन्टरनेसनल पब्लिक स्कुललाई सवाल जाँदैछ। शाह वंशका अन्तिम राजा को हुन्? ज्ञानेन्द्र शाह। बधाई छ, ज्ञानेन्द्र शाह हुन् शाह वंशका अन्तिम राजा। यसपछि म श्री बैजनाथसँग जाँदैछु। कृपया बैजनाथ ध्यान दिएर सुन्नुहोस्।
नेपालको प्रतिनिधि सभामा कति सदस्य छन्? 275 जना। बधाई छ। प्रतिनिधि सभामा 275 जना छन्। सिद्धनाथलाई पालो, कृपया ध्यान दिएर सुन्नुहोस्। अबको सवाल यस प्रकार छ। नेपालको ताजमहल भनेर केलाई चिनिन्छ? रानी महल। बधाई छ। सही जवाब प्राप्त भएको छ। इन्टरनेसनललाई अबको सवाल। सुदूरपश्चिम प्रदेश सभामा कतिजना प्रदेश सभा सदस्य रहेका छन्? 9 वटा। सुदूरपश्चिम प्रदेशमा कतिजना प्रदेश सभा सदस्य रहेका छन्? यसको सही जवाब प्राप्त भएन। यसको सही जवाब हो 53 जना। श्री बैजनाथसँग जाँदैछु म। कृपया बैजनाथ, अबको सवाल यस प्रकार छ, ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधानमा न्याय सम्बन्धी हक कुन धारामा उल्लेख छ? धारा 39। धारा 39 न्याय सम्बन्धी हक नेपालको संविधानमा धारा 39 मा रहेको छ। यो सवालको जवाब मिल्न सकेन। यसको सही जवाब हो धारा 20। श्री सिद्धनाथलाई कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधानमा गोपनीयताको हक कुन धारामा उल्लेख छ? 26। नेपालको संविधानमा गोपनीयताको हक कुन धारामा उल्लेख छ? सिद्धनाथबाट धारा 26 जवाब आएको छ। यो जवाब सही होइन। यसको सही जवाब हो धारा 28। यसपछि इन्टरनेसनल पब्लिकलाई सवाल जाँदैछ। कृपया ध्यान दिएर सुन्नुहोस्। नेपालको संविधानमा सम्पत्तिको हक कुन धारामा उल्लेख छ? धारा 28। धारा 28 नेपालको संविधानमा सम्पत्तिको हक कुन धारामा उल्लेख छ? यो सवाल थियो। यसको सही जवाब 28 होइन। 28 भनेको गोपनीयताको हक हो। यसको सही जवाब हो धारा 25। बैजनाथलाई अबको सवाल यस प्रकार रहेको छ। नेपालको पहिलो महिला साहित्यकार को हुन्? विष्णुकुमारी वाइबा पारिजात। नेपालको पहिलो महिला साहित्यकार को हुन्? यो सवाल बैजनाथलाई थियो। सही जवाब प्राप्त भएन। यसको सही जवाब रहेको छ युगमाया नेउपाने। अन्तिम दोस्रो सवालका लागि श्री सिद्धनाथ तयार हुनुहोस्। NPL T20 लिगको पहिलो संस्करणमा कार प्राप्त गर्ने खेलाडीको नाम के हो? दिपेन्द्र एरी। सिद्धनाथलाई बधाई छ, तर अलिकति पुरा नाम भनेको कसैको सब नामलाई पुरा नाम भन्नुपर्छ। दिपेन्द्र सिंह ऐरी सही जवाब प्राप्त भएको छ सिद्धनाथ माध्यमिक विद्यालयबाट। अबको पालो अन्तिम दोस्रो सवालका लागि इन्टरनेसनल पब्लिकसँग जाँदैछु। कृपया इन्टरनेसनल सवाल यस प्रकार रहेको छ। वीर बलभद्र कुँवरले वीरगति प्राप्त गरेको ठाउँ कुन हो? देहरादून। वीर बलभद्र कुँवरले वीरगति प्राप्त गरेको ठाउँ कुन हो? यसको सही जवाब प्राप्त भएन इन्टरनेसनलबाट। यसको सही जवाब रहेको छ नालापानी। दोस्रो अन्तिम प्रश्नका लागि बैजनाथ माविलाई स्वागत गर्छु। कृपया बैजनाथ, सवाल यस प्रकार रहेको छ। नीलो तुथोको आणविक सूत्र के हो? सर पास। त नीलो तुथोको आणविक सूत्र के हो? यो सवाल बैजनाथ माविलाई थियो। यसको सही जवाब प्राप्त भएन। यसको सही जवाब हो CuSO4। यसपछि अब अन्तिम सवालका लागि श्री सिद्धनाथ माध्यमिक विद्यालयसँग जाँदैछु। कृपया सिद्धनाथलाई अबको अन्तिम सवाल यस प्रकार रहेको छ। नेपालको या नेपालका पहिलो राजा को हुन्? भुक्तमान। सही जवाब प्राप्त भएन। पहिलो राजा नेपाल एकीकरण पछि मात्रै नेपालमा राजा भए। जुन राजा हुनुहुन्थ्यो पृथ्वीनारायण शाह। यसपछिको पालोमा इन्टरनेसनल पब्लिकलाई अबको सवाल यस प्रकार छ। कृपया इन्टरनेसनल सवाल यस प्रकार रहेको छ। SDD को पूरा रूप के हो? हार्ड डिस्क ड्राइभ। बधाई छ, सही जवाब प्राप्त भएको छ हार्ड डिस्क ड्राइभ। अन्तिम सवालका लागि श्री बैजनाथसँग जाँदैछु म। कृपया बैजनाथ ध्यान दिएर सुन्नुहोस्। नेपालको सबैभन्दा सानो जिल्ला कुन हो?
भक्तपुर। बधाई छ, बैजनाथबाट सही जवाब प्राप्त भएको छ। 3 वटा समूहहरूबाट दोस्रो चरणमा जाने पक्की भइसकेको छ 2 वटा समूहको, र यसका लागि म भेरी वेलकम ती 2 वटा प्रतियोगी समूहहरू हुनुहुन्छ। जम्मा 6 वटा सवालहरूबाट 3-3 सवालको सही जवाब प्रदान गर्नुभएकोमा इन्टरनेसनल पब्लिक र श्री बैजनाथ माविलाई हार्दिक स्वागत छ। त्यसैगरी श्री सिद्धनाथ उहाँहरूभन्दा कम हुनुहुन्न, कहिलेकाहीँ अलिकति थोरै पोइन्ट मात्रै, एउटा मात्रै नम्बर तलमाथि भएको छ, र सिद्धनाथलाई हामी अर्को वर्ष पनि सनराइज क्विज कन्टेस्ट लिएर आउँछौँ। कृपया फेरि पनि यस्तै सवालहरू पढ्नुहोस्, अध्ययन जारी राख्नुहोस्। अध्ययन तपाईँको हो र जति सक्नुहुन्छ अझै धेरै अध्ययन गर्नुहोस् भन्दै अबको दोस्रो चरण लिएर आउँदैछौँ। छोटो ब्रेक छ, यो ब्रेक पश्चात यहाँहरू पुनः जोडिनुहोला सनराइज टेलिभिजनद्वारा आयोजित बौद्धिकताको रजत महोत्सव सनराइज क्विज कन्टेस्ट 2081 मा। प्रायोजक शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला धनगढी कैलाली। सहप्रायोजक सबैको हात हातमा मोबाइल छ साथमा, निहारीका मोबाइल सप धनगढी कैलाली। आनन्दको यात्रा पश्चिम स्टार यातायात प्रणाली धनगढी कैलाली। हर हर गोठालो घर घर गोठालो गोठालो धनगढी कैलाली। पढाइसँगको गहिरो नाता साइनो एजुकेसन धनगढी कैलाली। सुखमय यात्रा देव यातायात प्रणाली धनगढी कैलाली। अ कम्प्लिट एचडी भिडियो एन्ड फोटो स्टुडियो नेहा स्टुडियो धनगढी कैलाली। सुदूरपश्चिमको पुरानो र पृथक नृत्य पाठशाला दीप भिजन फिल्म एन्ड आर्ट एकाडेमी धनगढी कैलाली। अ कम्प्लिट फेसन कलेक्सन हाउस यादव फेन्सी स्टोर धनगढी कैलाली। छोटो ब्रेक पश्चात सबैलाई हार्दिक स्वागत गर्दछौँ बौद्धिकताको रजत महोत्सव सनराइज क्विज कन्टेस्ट 2081 मा। हामीले भीमदत्त नगरपालिका कञ्चनपुरको अडिसनलाई दोस्रो चरणमा प्रवेश गराउँदैछौँ र दोस्रो चरणमा पनि सबैलाई जोरदार ताली बजाउँदै स्वागत गर्छौँ है त। अब हामीलाई दोस्रो चरणमा प्रवेश गर्नुभएका 4 वटा समूहहरू श्री महेन्द्र माध्यमिक विद्यालय, श्री भुवनेश्वरी विद्या मन्दिर, इन्टरनेसनल पब्लिक स्कुल र श्री बैजनाथ माध्यमिक विद्यालय 4 वटा विद्यालयहरू सहभागी हुनुहुन्छ। उहाँहरूलाई अबको क्रममा 6 वटा सवालहरू प्रस्तुत हुन्छन् र 6 वटा सवालमध्ये अधिकतम जसको जवाफहरू प्राप्त हुन्छ त्यो समूहहरूबाट उत्कृष्ट 3 यो पालिकाको समूह हामी छनौट गर्नेछौँ। र यतिखेर भने पहिलो सवालको पालो आउँछ श्री महेन्द्र नगर माध्यमिक विद्यालयलाई। कृपया महेन्द्र नगर सवाल यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोस्। वर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ? रेन गज। रेन गज। बधाई छ, धेरै धेरै बधाई। महेन्द्र नगर माध्यमिक विद्यालयले सही जवाब दिनुभएको छ। त्यसपछि पालो आएको छ श्री भुवनेश्वरी विद्या मन्दिरको। भुवनेश्वरीलाई अबको सवाल यस प्रकार रहेको छ, बच्चाहरूलाई क्षयरोगबाट बचाउने खोपको नाम के हो? बीसीजी। सही जवाब। यसपछि इन्टरनेसनललाई से फोक्सुन्डो ताल कुन प्रदेशमा पर्दछ? कर्णाली प्रदेश। बधाई छ, कर्णाली प्रदेशमा पर्दछ। पालो आएको छ बैजनाथको। कृपया बैजनाथ, मध्य प्रदेशमा कति जिल्ला रहेका छन्? 8 वटा। बधाई छ। भुवनेश्वरी माध्यमिक विद्यालयलाई अबको सवाल। कृपया सवाल यस प्रकार रहेको छ, धेरै विमानस्थल भएको जिल्ला कुन हो? यहाँको समय सुरु। सोलुखुम्बु। बधाई छ, सोलुखुम्बु। यसपछिको पालो इन्टरनेसनलको। कृपया इन्टरनेसनललाई अबको सवाल यस प्रकार रहेको छ, विश्वमा कतिवटा महादेशहरू रहेका छन्? 7 वटा। बधाई छ, 7 वटा। बैजनाथ माविसँग म जाँदैछु। कृपया बैजनाथ मावि, कुन ग्रुपको रगतलाई
युनिभर्सल डोनर भनिन्छ? ओ नेगेटिभ। कुन ग्रुपको रगतलाई युनिभर्सल डोनर भनिन्छ? बैजनाथलाई यो सवाल थियो। यसको सही जवाब प्राप्त भएन। यसको सही जवाब हो ग्रुप ओ। यसपछि श्री महेन्द्रनगर माध्यमिक विद्यालयलाई अबको सवाल। कृपया महेन्द्रनगर, प्रथम खोखो विश्वकप सन् 2025 को पुरुषतर्फको खेल, फाइनल खेल थियो जुन, त्यो खेल कुन कुन देशबीच भएको थियो? भारत र नेपाल। बधाई छ महेन्द्रनगर, भारत र नेपाल बीच भएको थियो। भुवनेश्वरी माध्यमिक विद्यालयको पालो छ। भुवनेश्वरीलाई अबको सवाल यस प्रकार रहेको छ। अस्ट्रेलिया र अफ्रिकाको बीचमा कुन महासागर रहेको छ? एटलान्टिक ओसियन। माफी चाहन्छौँ, यसको सही जवाब एटलान्टिक होइन, यसको सही जवाब हो हिन्द। यसपछि इन्टरनेसनल पब्लिक स्कुलको पालो छ। कृपया इन्टरनेसनललाई अबको सवाल यस प्रकार रहेको छ। शुद्ध पानीको पीएच मान कति हुन्छ? 7। बधाई छ। श्री बैजनाथ माध्यमिक विद्यालयको पालो छ। बैजनाथलाई अबको सवाल यस प्रकार रहेको छ। कृपया सुन्नुहोला। कंगारुहरूको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अस्ट्रेलिया। बधाई छ। अस्ट्रेलिया महादेश। महेन्द्रनगर माध्यमिक विद्यालयलाई कृपया। नेपालका पहिलो गणतान्त्रिक राष्ट्रपति को हुन्? डाक्टर रामब्रह्म यादव। बधाई छ डाक्टर रामब्रह्म यादव। श्री भुवनेश्वरी माध्यमिक विद्यालय सवाल जान्छ। भुवनेश्वरीलाई अबको सवाल यस प्रकार रहेको छ। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार नेपाली भाषापछि बढी बोलिने भाषा कुन हो? मैथिली। बधाई छ। मैथिली। इन्टरनेसनलसँग जाँदैछु म। कृपया इन्टरनेसनल, अक्षराङ्क शिक्षा नामक कृतिका रचनाकार को हुन्? लक्ष्मीप्रसाद देवकोटा। लक्ष्मीप्रसाद देवकोटा। अक्षराङ्क शिक्षा नामक कृतिका रचनाकार को हुन्? यो सवाल इन्टरनेसनल पब्लिकसँग सोधेको थिएँ। सही जवाब प्राप्त भएन। यसको सही जवाब हो जय पृथ्वी बहादुर सिंह। श्री बैजनाथसँग जाँदैछु म। कृपया बैजनाथ, यहाँको सवाल यस प्रकार रहेको छ। अन्तर्राष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीश रहने व्यवस्था छ? 20 जना। सही हुन सकेन। यसको सही जवाब हो 15 जना रहने व्यवस्था छ। यसपछिको पालो महेन्द्रनगर माध्यमिक विद्यालयलाई। महेन्द्रनगरलाई अबको सवाल। नेपालको संविधानमा स्वच्छ वातावरणको हक कुन धारामा उल्लेख छ? धारा 30। बधाई छ। त यो सँगसँगै यहाँहरूको सवालहरू सम्पन्न भएका छन्। अब आउनुहोस् हामी विशेष कार्यक्रम कि भीमदत्त नगरपालिकाबाट कुन कुन विद्यालय, कुन कुन समूह उत्कृष्ट 3 भित्र छनौट हुनु भएको छ। त अब भने यहाँहरूको नतिजा सुन्ने पालो आएको छ र यसमा जम्मा 6 वटा सवालहरूमध्ये अधिकतम जवाफहरू प्राप्त भएका छन्। त्यसका लागि यहाँहरू सबैलाई धेरै धेरै बधाई छ पहिला त। त्यसपछि अब गाह्रो के छ भने कहिलेकाहीँ एउटा अङ्कले तलमाथि भइन्छ र यसमा छनौटमा पर्न सफल हुनुभएको छ श्री महेन्द्रनगर माध्यमिक विद्यालय, त्यसै गरी श्री भुवनेश्वरी विद्या मन्दिर र इन्टरनेसनल पब्लिक समूह बी। जम्मा यहाँहरूले कुल 6 अङ्कबाट 5 वटा सही जवाब मिलाउनु भएको छ। त्यसै गरी श्री बैजनाथले 4 वटा सवालको सही जवाब दिनुभएको छ। यहाँलाई पनि धेरै धेरै शुभकामना भन्दै भीमदत्त नगरपालिकाका 3 वटै समूहहरू महेन्द्रनगर मावि, भुवनेश्वरी विद्या मन्दिर र इन्टरनेसनल पब्लिकलाई अबको 63 वटा अन्य समूहहरूसँग भिड्नका लागि शुभकामना छ। प्रायोजक शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला धनगढी कैलाली। सहप्रायोजक सबैको हात हातमा मोबाइल छ साथमा, निहारीका मोबाइल शप धनगढी कैलाली। आनन्दको यात्रा
पश्चिम स्टार यातायात प्रणाली धनगढी कैलाली। हर हर गोठालो घर घर गोठालो गोठालो धनगढी कैलाली। पढाइसँगको गहिरो नाता साइनो एजुकेसन धनगढी कैलाली। सुखमय यात्रा देव यातायात प्रणाली धनगढी कैलाली। अ कम्प्लिट एचडी भिडियो एन्ड फोटो स्टुडियो नेहा स्टुडियो धनगढी कैलाली। सुदूरपश्चिमको पुरानो र पृथक नृत्य पाठशाला दीप भिजन फिल्म एन्ड आर्ट एकाडेमी धनगढी कैलाली। अ कम्प्लिट फेसन कलेक्सन हाउस यादव फेन्सी स्टोर धनगढी कैलाली। सनराइज क्विज कन्टेस्ट 2081।